हेलो साथीहरू, आज चाहिँ तपाईहरुलाई मेरो होमस्टेको फुल देखाउँदैछु। यसरी फुलिरहेछ अहिले चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ। कति दामी फुलेको छ फुल। अनि चाहिँ प्लान्टहरु छ यहाँ। अहिले यसपालि त्यति मैले स्याहार्नु नपाएकोले गर्दाखेरि त्यति खास राम्रो भएको छैन। हेर्न सक्नुहुन्छ मेरो होमस्टेको गार्डन। फुलहरु चाहिँ यसरी फुलिरहेछ राम्रो। बिहाले गर्दा त्यति स्याहार्नु पाएको थिइन र पनि राम्रो फुलेको छ। कटेजको सिँढीमा पनि छ। यो चाहिँ मैले भर्खरै ल्याएको धुप्पी हो। यहाँ चाहिँ मसिनो प्लान्टहरु छ। मेरो बुढोले चाहिँ ट्युबलाइट लाउँदैछ त्यहाँनिर राति क्याम्पफायर, गेस्टहरुलाई क्याम्पफायर गर्नुको लागि। कनान होमस्टे हो। तपाईहरु पनि आउन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। फुल सिँढीमा यो चाहिँ क्यामिला हो। राम्रो फुलेको छ र अलिक कलर उडेको छ। यो चाहिँ सुन्तला। चाहिँ मेरो गेस्टहरुले माग्छ कि अन्त यो चाहिँ सेलको हो। सबै सेलमा राखिदिएको छु। यो चाहिँ यहाँ चाहिँ हाम्रो क्याम्पफायर गर्ने जग्गा बनाउँदैछौँ। यो चाहिँ मेरो छोरीले गरेको डेकोरेसन हो। यो पनि मनी प्लान्ट हो। यमनी छ मेरो सेलको। यो चाहिँ खोर्सानी हो, घरकै डल्ले खोर्सानी। अनि यहाँनिर चाहिँ डल्ले खोर्सानी, प्याजको कल्ली, टमाटर सबै छ। यो चाहिँ सबै कटिङ राखेको। हेलो साथीहरू, आज चाहिँ तपाईहरुलाई मेरो होमस्टेको फुल देखाउँदैछु। यसरी फुलिरहेछ अहिले चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ। कति दामी फुलेको छ फुल। अनि चाहिँ प्लान्टहरु छ यहाँ। अहिले यसपालि त्यति मैले स्याहार्नु नपाएकोले गर्दाखेरि त्यति खास राम्रो भएको छैन। हेर्न सक्नुहुन्छ मेरो होमस्टेको गार्डन।
फुलहरु चाहिँ यसरी फुलिरहेछ राम्रो। बिहाले गर्दा त्यति स्याहार्नु पाएको थिइनँ र पनि राम्रो फुलेको छ। कटेजको सिँढीमा पनि छ। यो चाहिँ मैले भर्खरै ल्याएको धुप्पी हो। यहाँ चाहिँ मसिनो प्लान्टहरू छ। मेरो बुढोले चाहिँ ट्युबलाइट लाउँदैछ त्यहाँनिर राति क्याम्पफायर, गेस्टहरूलाई क्याम्पफायर गर्नुको लागि। कनान होमस्टे हो। तपाईहरु पनि आउनु सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। फुल सिँढीमा यो चाहिँ क्यामिला हो। राम्रो फुलेको छ र अलिक कलर उडेको छ। यो चाहिँ सुन्तला। चाहिँ मेरो गेस्टहरूले माग्छ कि अन्त यो चाहिँ सेलको हो। सबै सेलमा राखिदिएको छु। यो चाहिँ यहाँ चाहिँ हाम्रो क्याम्प फायर गर्ने जग्गा बनाउँदैछौँ। यो चाहिँ मेरो छोरीले गरेको डेकोरेसन हो। यो पनि मनी प्लान्ट हो। यहाँ छ मेरो सेलको। यो चाहिँ खोर्सानी हो, घरकै डल्ले खोर्सानी। अनि यहाँनिर चाहिँ डल्ले खोर्सानी, प्याजको कल्ली, टमाटर सबै छ। यो चाहिँ सबै कटिङ राखेको। आज चाहिँ वेदर खराब छ साथीहरू। आजलाई यति नै। फेरि अर्को भिडियोमा हामी भेट्नेछौँ। बाई बाई।